बहिनी देख्ने बहिनीलाई खेलाउने उसको रहर पूरा गरेँ मैले केही पलको लागि मात्रै आज मेरो कोख मात्र होइन मेरो छोराको हरेक तिहारमा सन्तुलन टिका गाएको छ किन त्यतैले समाज कहिले दिन्छ मलाई न्याय मलाई थाहा छ अब मैले न्याय पाउँदिनँ त्यसैले म तपाईहरु सम्पूर्णलाई पुकार्न आएको छु जो म जस्तै गरिब परिवारको हुनुहुन्छ तपाईहरु अब छोरी पाउने कसैले नगर्छ नत्र यही दिन तपाईले पनि भन्नुपर्नेछ कोखाइ गर्दै खुवाउने हातहरू कोखाइ गर्दै खुवाउने ओठहरू आज च्यातिएर कहाँ पुर्यायो त्यो नरपिचासले कति निष्ठुरी रहेछ त्यो पापी यो भूत मनुष्य यसको अवस्था बनाउँदा किन मुटु कामेन त्यसको हे सरकार म तिमीलाई आवाज दिँदैछु अब यो देशमा जे मैले भोगे त्यो कसैले नभोगोस् किनकि यहाँ म मेरो छोरी लिएर आएकी होइन यो समाजको पीडा लिएर आएकी छु आज मलाई पर्यो भोलि कसैलाई नपरोस् त्यसैले अब यस्तो कानुन बना सरकार जुन नरपिचासले अब यस्तै घटना गर्नु अघि सही चोटि सोचेर टेल बनाओस् कि अब यो सब गर्नु ठिक होइन भनेर